बिग्रियो के छ खबर साथीहरू सबैजना सन्चै हुनुहुन्छ साथीहरू हेर्नु न मेरो छोरी नै साथी भइसकिन् के फर्स्ट बेबी छोरी भएपछि त साथी खोज्न बाहिर जानै नपर्ने रहेछ के अनि मैले चाहिँ यिनको कपाल कोर्दै हैन बाड्दै अनि त्यसपछि मेरो पालो सकियो रे अब उनको टर्न अरे के उनले चाहिँ मलाई कोर्दिनु पर्ने रे यसरी अनि बिदाको दिनमा आमा छोरी गफ गर्दै यसरी कोर्दिने रे हेलो भन्नु सानो साथीहरु यता 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 हेलो साथी के छ खबर सन्चै हुनुहुन्छ हेलो के छ खबर सन्चै हुनुहुन्छ दिस इज ब्याड ह्याबिट काई मुखमा हाल मामु कपाल कोर्दियो फेरि मामुको कपाल कोर्दियो फेरि ब्याट हो त्यो चाहिँ मेरो छोरीले चाहिँ अब तिमी ठुली भयो अब तिमी आफ्नो नाना आफै लगाउन सक्छौ भनेको त यस्तो उल्टो नाना लगाइछिन् के अगाडिको पछाडि पछाडिको अगाडि गला लगाइछिन् बिस्तारै सिक्दै जान्छिन् अलिअलि कामहरू सिकाउँदै जानुपर्छ अनि त्यही भएर आफूमा डिपेन्ड भएको नै राम्रो हुन्छ कि अरूसँग काम गर्न पर्यो भने मामु नभएको बेला गाह्रो हुन्छ त्यही भएर सिक्छिन् छोरीले मेरो छोरी ज्ञानी छिन् भनेको मान्छिन् हाम्रो दोस्ती यस्तो राम्रो दोस्ती छ कि बाहिर उनलाई साथी पनि चाहिन्न मलाई पनि साथी चाहिन्न सानोले साथी खै मेरो साथी तिमी हो तिम्रो साथी म हो भाजुको साथी खै तिमी होइन र मेरो साथी मेरो साथी उहाँ हो भनेर देखाइदेऊ त देखाइदेऊ त साथी वाओ यता यता फर्केर के मेरो साथी वाओ हो मेरो साथी मेरो मामु हो भन त मेरो साथी मामु हो अनि तिमीले चाहिँ कपाल कोर्न लागेको लगभग धेरै टाइम भइसक्यो कतिखेरसम्म फिनिसिङ हुन्छ त यो कपाल बाटिसक्छौ त कतिखेर हो मलाई लेबन्टीले बाट्नु पर्दैन के तिम्रो जस्तो मलाई काँठा लगाइदिँदा भइहाल्छ हुन्छ हो ए लेबन्टीले के चुटाल्छ छोरी ए त्यही भएर मामलाई काँठा लगाइदिन्छौ तिमी चाहिँ हो ए मेरो ज्ञानी छोरी पानी पर्यो सुर्खेतमा पानी पर्यो पानी पनि यस्तो पानी परेछ नि साथीहरू मसिनो 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 परेछ एकदम हल्का के छिटा मात्रै हानिरहेछ हजुरहरूकोतिर कस्तो छ मौसम मेरो छोरीले एक ताल मात्रै कपाल कोर्ने रे दुई ताल कतिखेर कोरी भ्याउने हो एक साइडको मात्रै भयो तिमी यो कहाँ बसिछौ र अहिले तिमी घर छिटो छिटो जाने तिमी कहाँ छौ भन त कहाँ छौ भन त भन न यता हेरेर भन न कहाँ छौ के तिमी कहाँ छौ अहिले भन त घर घर छौ यता यता पानीले भिजाउँछ यता पानी परेछ पानीले भिजाउँछ पानी पर्यो अघि के तिमीले पानी पर्यो सुन्दैछु भन्ने गीत कस्तै गाएको थियो भन्देऊ न एकैछिन भन्देऊ न पानी पर्यो सुन्दैछु तारा मलाई तप तप पानी पर्यो तप तप पानी पर्यो तप तप भिजेको छु म भिजेको छु पानी पर्यो सुन्दैछु पानी पर्यो तप तप पानी पर्यो तप तप म भिजेको छु आछु छु 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 आछु छु 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 भनेर गाइदेऊ न आछु छु 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 हाम्रोतिर पानी परेर कुर्ची पनि भिजायो कुर्ची पनि भिजेछ है त्यस्तो ठुलो पानी त छैन तर पनि बाल्कनीमा पानी पर्यो मेरो छोरीले भिडियो एन्डिङ हुने बेला चाहिँ मेरो कपाल ठुलो बाबा आज दैलेख नै बस्नुहुन्छ मेरो छोरीले चाहिँ गाइस पानी परिसक्यो तर पनि मेरो कपाल चाहिँ कोरि नसक्ने भइन् के कलेज हो ए बिस्तारै कोरेछु भनेको म त कलेज हो ठुलमामले मुटु फोक्सो कलेज भन्नुहुन्छ नि हो त्यही भन्नुभएको जस्तो लागेको थियो यहाँ त रहन्छ त्यस्तो भनेको मैले उल्टो बुझेरै छु हैन अब पुरै कपाल पछाडि कोर्दैम न त छिटो के धेरै भइसक्यो बेर यता पनि कोर्दै ल ल छिटो छिटो
ए बस्नु हामी अब यता भित्र आएर बसौँ न है यहाँ पानी पर्यो है पानी पर्यो के त्यो केही हुँदैन अहिले म उठाउँछु डोन्ट वरी ल ल मेरो कपाल कोर्देऊ नि त कोर्देऊ ल मेरो छोरीले यताबाट कपाल कोर्दैछिन् यो पनि लग न यता साइडको पनि लग न यता साइडको के यो पनि लग भन्दैछु यता के यता यता हो त्यो कपाल पनि कोर के छिटो छिटो अब हामी बेडमा जाम्ला के अब तिमी दिउँसोको टाइम सुत्नु पर्यो नि त होइन तिमीले फेरि राति सुत्यो साँझ सुत्यो भने तिमी बिहान के अरे राति सुतेपछि न साँझमा सुतेपछि तिमी फेरि राति सुत्दै सुत्दैनौ मामलाई सुत्न दिन्नौ आफू पनि सुत्दै सुत्दैनौ सानो यहाँदेखि कोर न छिटो के अब भित्र जाने हो के ए ज्ञानी भएर यसरी बस्नु ए तिम्रो टिचरले रिसाउनुहुन्छ यसरी ज्ञानी नभएपछि त्यस्तो पो हो मैले थाहै पाएको थिएन क्या राम्रोसँग कोर्दै छिटो किन घोप्टे पर्नु यस्तै कोरेन कपाल लग पछाडि दुख्दैन गाइस त्यस्तै हो मेरो छोरीले चाहिँ कपाल कोरी भ्याउँदैन जस्तो छ अब चाहिँ मैले भिडियो इन गर्ने बेलासम्म पनि नभ्याउने जस्तो भयो अवस्था एक साइड मात्रै जुन ताल सजिलो पर्छ त्यही ताल मात्रै कोरी बस्ने अरे ल गाइस अबदेखि यस्तै भिडियो हाल्दै गरौँला हजुरहरूले हेरेर सपोर्ट गर्दै गर्नु होला हस् बाई के गर्नुभयो अरे फेरि भन्नु एकचोटि के राम्रो ए के राम्रो भयो भन त ए कपाल राम्रो भयो मामुको ए हो ल बाई भन्नु नि त सबैजनालाई मा गर फ्लाइङ किस देऊ यता हेरेर बेबी बाई गर न बाई एभ्रिवान वाचिङ दिस भिडियो थ्याङ्क यू सो मच